अब सेकेन्ड भिडियो दिएर चाहिँ बाख्रा बजारमा आइपुगिसकेको आज यहाँबाट चाहिँ बाख्रा बजार छ। यहाँ चाहिँ बाख्रा र खसी आज चाहिँ यो बोकाहरूको भाउ चाहिँ एकदमै राम्रो रहेछ। बाख्रा चाहिँ यस्तो खिदो गरी कुदाउँदो रहेछ कि एउटा बाख्रा खोस भएर यहाँले चाहिँ बाख्रा लगाइदियो। यहाँ चाहिँ उठ्यो हाटो। यहाँ चाहिँ अहिले कति बजिसक्यो? यहाँ चाहिँ बिहान 7 बजी 6 बजीदेखि नै लाग्छ। तर यहाँ 5 बजीदेखि आज 8 बजिसक्यो। आज सबै गाडीमा बाख्राहरू उठाइसक्यो। तर आज चाहिँ बोकाको भाउ एकदमै राम्रो छ। बाख्राको भाउ किन अरे त्यहाँ परदेखि चाहिँ हेद्दो हामी आएको बाख्राभन्दा धेरै खरिदी आएको रहेछ। झन् लडाइँ मार हामीलाई त। अनि म त यता साइडबाट यहाँ भिडियो बनाउँदैछु। त्यहाँभित्र यहाँले चाहिँ यहाँ बर पिपलहरू छ। यहाँ चाहिँ तलतिर बरकटर पनि छ। यहाँ बसेर बनाउँदैछु भिडियो। अलिकति उता गएर चाहिँ बनाइदिन्छु। उता पर जानु न। म चाहिँ गेम खेल्दैछु। गेम खेल्दैछ मेरो साथी। म बोल्नु पनि पाएको छैन। साथीले गेम खेल्दैछ। म चाहिँ यहाँ बाख्रा लाइन आएको। बाख्रा ल्याएर खिची झन्नै मार। खरिदहरू कति साह्रो कुदेको। बाख्रा 10वटा थियो होला लिएर आएको। हामीहरू अगाडि लिएर आउँदै थियो है। 10वटा थियो होला बाख्रा। खरिदे चाहिँ 50-60 जति थियो। बाख्रा हुँदा धेरै कुदेर आएर हामीलाई झन् खिचेर मारेन। फेरि मेरो साथी चाहिँ बाख्रा छिरो दौडे खाले राङ्गी पऱ्यो। बाख्रा छिरो हुँदैन झन् खिचेर मारेन हामीलाई त। यहाँ चाहिँ तर यो चाहिँ उठ्न आँटेको है। यहाँको बिहारे बजार लाग्छ बाख्रा बजार। चाहिँ धेरै छ बाख्राहरू। सानो बोकाहरू 15,000 16,000 भन्दैछ। यो बाख्राको आज चाहिँ एकदमै राम्रो रहेछ ल्याउनुहरू चाहिँ। तर अब आफू चाहिँ बाख्रै पाल्न नसक्ने भइयो। के गर्नु बुझाइ हाडो। यतापट्टि जङ्गल छ। यतापट्टि जङ्गल। यता तल त्यो बजार छ। किचाउँछ भने डर छ ऊ यहाँ त बौलाहरूले। यो चाहिँ बटकटर है। यहाँ चाहिँ बटकटर। यहाँ यहाँ चाहिँ बाख्रालाई हामी अलिक ढिलो आयो। बाख्राहरू चाहिँ वेट भइसकेको छ। यहाँ गाडी उठाउँदै लाँदै हुन्छ। बाख्रा लाउँदै गाडीहरू चाहिँ यहाँ अहिले कति गइसक्यो। लाउँदै हुन्छ बाख्रा गाडी। त्यहाँ छ लाइन छ। त्यहाँदेखि उता चाहिँ लाइन छ बाख्राको गाडी। सबै यो चाहिँ दोमानापट्टिबाट उधोबाट कहाँबाट आउनुपर्छ है। एकदम बोकाहरू चाहिँ महँगो। आज चाहिँ बाख्रा पाठेको भाउ एकदमै राम्रो रहेछ। बेच्नेलाई चाहिँ फाइदा किन्नेलाई त घाटो। हुन्छ धन्यवाद। आजको दिन यसरी नै बित्दैछ। फेरि घर जान आँटेको हुन्छ। सबै आजको दिन सबैको शुभ बितोस् राम्रो बितोस् भन्नु चाहे। सबैलाई धन्यवाद। बाई बाई।